सबैमा नमस्कार। आज एउटा चाहिँ रमाइलो भिडियो लिएर आएको छु। आज चाहिँ पुरानो सिरानेबाट नयाँ सिराने कसरी बनाउने, लु हेर्नुहोस्। पहिले यसबाट चाहिँ पुरानोबाट चाहिँ चट्टसँगले यो भुवाहरू रुवाहरू निकाल्ने, रुवा निकाल्दा चाहिँ गाँठो परेको हुन्छ, गाँठो परेर सट 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 गरेर चाहिँ साइड पार्ने, साइड पारेर चाहिने ट्याक्कसँगले यसलाई रमाइलो गरी केही नराम्रो जिनिस छ भने फ्याँके, त्यहाँबाट ड्याङ कुट्ने, यी ड्याङ कुट्ने, किनभने सबै गाँठो परेको हुन्छ। गाँठो परेकालाई चाहिँ रमाइलो पार्नका लागि, फुक्का पार्नको लागि चाहिँ कुट्नुपर्छ। कुटेर चाहिँ टक्कसँगलाई घाममा सुकाइदिनुपर्छ। घाममा सुकेपछि साह्रै मजाले भएर ताता घाममा टक्क सुक्छ। लु हेर्नुहोस् कति मजाले सुकेर रेडी भएको छ। अब यो हाम्रो बनाउनको रेडी छ। अब 1-2 घन्टाको लागि हामी त्यो छोडिदिन्छौँ। र अब यो कपडाको लागि टक्कसँगले साइजमा खोल कत्रो छ आफ्नो हिसाबले जस्तो मन लाग्छ त्यस्तै बनाउन सकियो। र टक्कसँगले त्यसलाई साइजमा आफ्नो हिसाब मिलाएर काटिदिनुहोस्। काटेपछि चट्टसँगले त्यसलाई अब यताउता चारैतिर 4 कुना समान हुनुपर्छ है। समान भएर चाहिँ काटेर चट्ट आफ्नो साइजमा जस्तो तपाईँलाई मनपर्छ त्यस्तै सिलाउन सक्नुहुन्छ। उहाँ हेर्नुहोस् कपडा चाहिँ सफ्ट भएको राम्रो है। कपडा खर्रो हुँदैन, कटनको सफ्ट भएर राम्रो। अब त्यसलाई चट 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 पारेर सिलाइदिनुहोस्। 3 कुना दुईतिर 3तिर चाहिँ सिलेको हुन्छ, एकतिर चाहिँ किनभने भरेपछि हाल्नुपर्छ। त्यस भएर एकतिर नसिलाए पनि चल्छ, नसिलाए पनि चल्छ। र यसरी सिलाइसकेको छु। सिलाइसके सबैलाई टक्क उल्टाइदिनुहोस्। उल्टापछि सिलाएको भाग जति भित्र पर्छ, भित्र पसिसकेपछि अब चाहिँ हाम्रो यसमा रुवा हाल्ने बेला भएको छ। रुवा हामी अब हाल्छौँ टक टक। तपाईँलाई इच्छा जस्तो मन लाग्छ त्यस्तै गरेर तपाईँ रुवा हाल्नुहोस्। रुवा हालेपछि एकदम त्यसलाई केही पर्दैन, मिलाउनु पर्दैन। नमिलाइकन ड्याङ हाल्दा हुन्छ। ड्याङ हालेपछि भरे तपाईँले ट्याक्कसँगले यसलाई भएको रुवा सबै, रुवाल चाहिँ सफ्ट भएको हुनुपर्छ है। किन सफ्ट भयो भने सिराने सुत्न एकदम रमाइलो हुन्छ, नभए साह्रो हुन्छ। गाँठाहरू भएको हुन्छ, गाँठाहरू परेको चाहिँ फ्याँक्नुपर्छ। फ्याँकेर चाहिँ यसलाई टक 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 भराइसक्नुपर्छ। भराइसकेपछि यसलाई यसको मुख चाहिँ ठक्क सिलाइदिनुपर्छ। मुख सिलाइदिएपछि यसको अब हामी फाइनल 80-90% काम यसको भएको छ। अब मुख सिलाइसकेपछि टक्कसँगले हामी यसलाई ट्याक 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 पारेर मिलाउँछौँ। ट्याक ट्याक पारेर मिलाएपछि लियो न मुख सिलाइ चाहिँ के हुन्छ भने पछि तपाईँलाई खोल्न पनि सुविधा हुने गरी तपाईँले मुख यसको सिलाउन सक्नुहुन्छ। वा सानो एउटा दुल्को राख्न सक्नुहुन्छ रुवा छिराउनुलाई। पछि निकाल्न मन लाग्यो भने निकाल्दा पनि भयो, हाल्दा मन लाग्यो भने हाल्दा पनि भयो। तपाईँलाई जे मन लाग्छ त्यही गर्दा हुन्छ। अब राखेपछि टक्क यसलाई चाहिँ नै ठ्याक 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 पारेर चाहिँ चारैतिर समान पारेर मिलाउनुपर्छ। किनभने अघि हामीले जसै छिराएका छौँ नि त, जसै छिराएका छौँ। अब टक्कसँगले यसलाई चारैतिर समान पारेर मिलाउनुहोस्। सक्नुहुन्छ भने एकछिन घाममा पनि सुकाइदिनुहोस्। घाममा सुकाएपछि चाहिँ सफ्ट नरम हुन्छ। नरम भएपछि अब हामी ठ्याक्क यसको खोल अघि हामी साइज थियो नि, हो त्यो साइजमा हामी ठ्याक्क मिलाएर छिराउँछौँ। छिराएपछि के हुन्छ भने चाहिँ हाम्रो सिराने तयारी हुन्छ। ल हेर्नुहोस् गजबको, तपाईँलाई जस्तो मन लाग्यो, लामो छोटो डल्लो जस्तो मन लाग्यो त्यस्तै सिराने तपाईँ बनाउन सक्नुहुन्छ। हाम्रो सिराने तयार। हेर त आज मजाले तातो घाममा सुकाइन्छ। अनि हेर्नु कति सफ्ट भएको छ कि। र हाम्रो सिराने तयार छ। रमाइलो। धन्यवाद।